जय श्री कृष्ण, जय श्री राधे। 2082 साल जेठ महिनाको हो 9 गते शुक्रबार, तदनुसार 23 मे 2025 को दिनमा अपरा नाम गरेको एकादशी परेको छ। ज्येष्ठ महिनाको कृष्ण पक्ष अपरा नाम गरेको एकादशी अत्यन्त महत्त्वपूर्ण एकादशी मानिन्छ। त यो एकादशीको महिमा के कस्तो रहेको छ, भगवानको उपासना सेवा र एकादशीका महिमा के कस्ता रहेका छन्, हामी यो चर्चा गर्नेछौँ। सबैभन्दा पहिला जेठ महिनाको कृष्ण पक्षको एकादशीलाई अपरा नाम गरेको एकादशी भनिन्छ। यसको नामबाटै अत्यन्त यसको महिमा कस्तो छ भन्ने कुरो हामी जान्न सक्दछौँ। त अपार फलदायिनी, पार पाइ नसक्नु फल प्रदान गर्ने भएका कारणले यो एकादशीलाई अपरा नाम गरेको एकादशी भनिन्छ, जसको फल अनन्त छ, व्याख्या गर्न सकिँदैन, महिमा वर्णन गर्न सकिँदैन, अनन्त फल प्राप्ति हुने भएका कारणले यो एकादशीका लागि अपरा नाम गरेको एकादशी भनेर बताइन्छ पहिलो नम्बर। त्यसै गरी गएर विशेष गरेर यो एकादशीका बिचमा के कस्ता किसिमका नियमहरूमा रहनुपर्छ भन्दा, बिहान सबेर उठेर आफूले स्नान गरेर आफ्ना नित्य कर्महरूबाट निवृत्त भएर तत्पश्चात भगवानका सेवा अर्चनादि कर्महरू विशेष प्रकारले गर्न सकिन्छ अपरा नाम गरेको एकादशीका बिचमा। त स्नान गर्दाखेरि कमसेकम मौनी अमावास्या बाहेक अरू दिनमा बोलेर स्नान गर्नुपर्छ। केही न केही आफूले गङ्गाजीको नाम उच्चारण गरेर भगवानका पवित्र नामहरू उच्चारण गरेर स्नान गर्ने, शुद्ध भावले रहने, विशेष गरेर एकादशीको व्रतमा पवित्र भावले रहने, पावन भावले रहने, जतिसक्दो भगवानको भक्ति गर्ने, उपासना गर्ने र परनिन्दा परचर्चाहरूबाट टाढा रहने र यसबाटै एकादशीका फलहरू प्राप्ति हुने हुन्। त विशेष गरेर यो एकादशीबाट ब्रह्महत्यादि पापहरूलाई टाढा बनाउन सक्ने शक्ति छ। कसैले जान अनजानवश गरेका ठुल्ठुला पापहरूको प्रायश्चित्त अपरा नाम गरेको एकादशीको व्रतबाट पाइन्छ। त भगवान परमात्मा श्रीकृष्णले युधिष्ठिरका लागि पनि अपरा एकादशीको महिमा कथामा त्यही प्रस्तुत गर्नुभएको छ। ब्रह्महत्या विभूतोपि गोत्रः व्रणः तथा ब्रह्महत्या समानका समस्त पापहरू, त्यसै गरी गोत्र हत्यादि आदि गरेका समस्त किसिमका पापहरू, त्यसै गरी भ्रूण हत्याका समस्त किसिमका पापहरू समेत अपरा एकादशीको व्रतका कारणले प्रायश्चित्त हुँदछ। त्यसै गरी अर्काको निन्दा गरेका समस्त कुराहरू काटेका ती समस्त किसिमका अवस्थाबाट पनि प्रायश्चित्त केवल अपरा नाम गरेको एकादशीको व्रतको कारणले पाइन्छ। त धरतीमा जन्मिएपछि ज्ञात अज्ञात अर्थात् जानेर होस् नजानेर होस् साधारण किसिमका पापहरू बिहानदेखि बेलुकासम्म बनिराखेका हुन्छन्। त यी सबै पापको प्रायश्चित्तमा अपरा नाम गरेको एकादशीको सेवनले, यसको उपासनाले, अपरा एकादशीको भक्तिका कारणले सबै पापहरू प्रायश्चित्त हुन्छन्। किनकि संसारमा पाप र पुण्य रहित भइसकेपछि मात्रै मुक्तिको अवस्था प्राप्ति हुन्छ। पापले नरकको बाटो लिएर जान्छ, त पुण्य भगवानमा समर्पित गर्न नसकेका व्यक्तिहरू स्वर्गीय लोकमा अल्मलिन्छन्। यसै कारणले सारा प्रकारले पापबाट रहित बन्नका लागि एकादशी सर्वप्रथम महत्त्वपूर्ण व्रत हो। त्यसमा पनि अपरा एकादशीको त प्रायश्चित्तका लागि धेरै ठुलो महिमा अपरा एकादशीमा गाइएको छ, जसले बिहानदेखि बेलुकासम्म कुनै किसिमका झुट बोलेका किसिमका अवस्थाहरू, बाणीमा भएका समस्त किसिमका पापहरूबाट पनि अपरा नाम गरेको एकादशीको व्रतका कारणले छुट्टी पाइन्छ, अर्थात् मुक्ति पाइन्छ, अर्थात् झुट बोलेका पापहरूको पनि प्रायश्चित्त हुन्छ। त्यसै गरी सारा प्रकारले कसैले यो संसारका बिचमा आफ्नो धर्मदेखि टाढा, जस्तै ब्राह्मणले ब्रह्मत्वबाट अर्थात् ब्राह्मणलाई पालना गर्नुपर्ने किसिमका धर्मबाट टाढा रहेको अवस्थामा पनि यसको प्रायश्चित्त केवल अपरा एकादशी रहन्छ। क्षेत्रीय धर्मअनुसार कसैले युद्ध भूमि छोडेर भागेको प्रायश्चित्त पनि केवल यो अपरा नाम गरेको एकादशीको व्रतबाट पाइन्छ। त्यति मात्रै होइन,
विशेष यहाँनिर भगवान परमात्मा प्रभु श्रीकृष्ण राजा युधिष्ठिरलाई बताउँदै हुनुहुन्छ, राजन माघ महिनामा मकर स्नानको अति ठुलो महिमा छ। त त्यो मकर स्नानको फल जेठ महिनाको कृष्ण पक्षमा बसेको एकादशीको व्रतबाटै पाइन्छ। त्यसै गरी गएर विशेष गरेर काशीमा शिवरात्रिको बिचमा भगवानको उपासना, विश्वनाथ भगवानको सेवा गरेको जुन फल प्राप्ति छ केवल अपरा एकादशीको व्रतले पाइन्छ। गयामा पिण्डदानको जुन फल छ त्यो पनि अपरा एकादशीको व्रतको कारणले पाइन्छ। त्यसै गरी सिंह राशिमा बृहस्पति गएको बेलामा गौतमी गङ्गाको जुन स्नानको महिमा बताइएको छ भने त्यो एकादशीको व्रतको कारणले पाइन्छ। यसैले कुरुक्षेत्रमा सूर्य ग्रहण लाग्दाखेरि जुन किसिमको पुण्य प्राप्ति हुन्छ त्यहाँ स्नान, दान, धर्म, पुण्य, पवित्र कर्म गर्दा केवल अपरा नाम गरेको एकादशीको व्रतबाट पाइन्छ। यसैले पापहरूलाई टाढा बनाएर भगवानको सानिध्यमा लिएर जाने, व्यक्तिका समस्त जानेर नजानेर गरेका सबै पापको प्रायश्चित्त बनाउने र परमात्माका सानिध्यमा पुगेर पवित्र बनाउने व्रत हो यो अपरा नाम गरेको एकादशीको व्रत। यसैले अवश्य पनि संसारमा जन्मिसकेपछि पाप नहुने भन्ने कुरो भएन, यो सबको प्रायश्चित्तका लागि हुन्छ। र जस्तै जुन भावनाले पाप कटाउनको लागि, मुक्तिको लागि, भक्तिको लागि सबै प्रकारबाट एकादशी महत्त्वपूर्ण छ। अब के गर्नुपर्दछ त भन्दा आफूले सेवा गरिराखेका भगवान शालिग्रामको सेवा, त्यसै गरी बालगोपालहरूको सेवा, त्यसै गरी गएर भगवानका परम पवित्र विग्रहहरूमा दुध, दही, घिउ, चिनी, महबाट विशेष अभिषेक गरेर तत्पश्चात तिनका लागि चन्दन, फुल, तुलसी पत्र, माला यी समस्त किसिमका चिजहरू अर्पण गरेर यथाशक्तो परमात्मा प्रभुको नाम जपहरू अघि पछि जुन प्रकारले गरिन्छ त्यसलाई हरहमेशा बढाउने तरिकाले धेरैभन्दा धेरै गरिसकेपछि भगवान परमात्मा प्रभुको कृपा त्यस्ता व्यक्तिहरूमा अवश्य पनि हुन्छ। यसैले व्रतहरूमा अपार फल दिएर भक्तलाई भगवानको सानिध्यमा प्राप्त गराउने र परमात्मा प्रभु श्रीहरिको समीपमा पुर्याउने एकादशी नै अपरा एकादशी भएका कारणले सश्रद्धा, सप्रेम, सभक्ति भगवानमा समर्पित बनेर हामी यो अपरा नाम गरेको एकादशीको पावन दिनलाई सफल बनाऊँ, कल्याणमय बनाऊँ, आनन्दमय बनाऊँ। जय श्री कृष्ण।